नमस्कार साथीहरू। आज तपाईहरुलाई म एउटा धेरै दिनको अन्तरालमा एउटा राम्रो विषयवस्तु लिएर आएको छु। यो विषयवस्तु चाहिँ मानिसका जीवनमा हरेक दुःख आइपर्दा पनि ती दुःखहरूलाई पार लगाउँदै आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने हो। यो मेरो एउटा साथीसँग सम्बन्धित विषय छ। यो विषय भन्दा मेरो साथीको मन दुख्छ या खुसी हुन्छ यो मलाई थाहा छैन, तर पनि म यो विषय तपाईहरुलाई भन्न गइरहेको छु। यो विषय हो, मेरो एउटा साथी छ, ऊ म भन्दा उमेरमा 8-10 वर्ष जति कान्छो छ, तर अमेरिकाको बसाइको क्रममा ऊ मेरो नजिकको साथी बन्यो। हामीले सुरुवाती चरणमा नर्सिङ पढ्दाखेरि सँगसँगै पढ्यौं। नर्सिङका पढ्ने क्रममा पाएका दुःखहरू पनि हामीले सँगसँगै भोग्यौं। रमाइलो क्षणहरू पनि सँगसँगै बितायौं। कहिलेकाहीँ नम्बर कम्ती आउँदा दुवैजना ठासाठुसा पनि परिरह्यौं, तर पनि हाम्रो गन्तव्य र हाम्रो साथीत्व चलिरह्यो। कुरा यसरी सुरु हुन्छ। ऊ मेरो साथी यति मेहनत गर्ने मान्छे पर्छन् कि उले अत्यन्त धेरै मेहनत गर्छन्, तर जीवनमा नसोचेका वज्रपातहरू पर्छन्। हामीले नर्सिङ पढिसकेर जब आरएन भएर काम गर्न सुरु गर्यौं, सँगसँगै दुवैजनाले ब्याचलर्स पढ्न सुरु गर्यौं। तर उसको जीवनमा उसले विवाह गर्यो। विवाहको केही समय पछाडि उसका पिताजीको देहान्त भयो। त्यसको केही समय पछाडि उसको हजुरबाको पनि देहान्त भयो। त्यसको केही समय पछाडि उसको भाइ, जो अत्यन्त तीक्ष्ण प्रतिभा थिए, जसलाई त्यो मेरो साथीले भाइ मार्फत आफ्ना सपनाहरू धेरै देखेका थिए, पूरा गर्ने लक्ष्यमा पनि ऊ एकदम दृढ भएर लागि परेको थियो, उसको भाइको पनि मृत्यु भयो। त्यही बीचमा उसका 2टा बच्चा पनि जन्मिए। यति हुँदै पनि 8-9 वर्षको अन्तरालमा उसले आफ्नो सङ्घर्ष, आफ्नो कर्मलाई जारी राख्यो। हरेक समस्याहरूलाई समाधान गर्ने प्रयास पनि गरिरह्यो। हुनसक्छ जीवनमा उसलाई मैले बुझ्न सकिनँ, या अरू उसका आफन्तहरूले बुझ्न सकेनन्, या सबैले धेरै बुझे। उसले कहिल्यै पनि मलाई यस्तो परेको छ, म यो विषयले पछि परेँ भन्ने हिसाबमा लिएन। एउटा क्लास गर्दै भए पनि आफ्नो लक्ष्यलाई पुरा गर्यो। र यही आउँदो शनिबार पर्सि उसले ब्याचलर्स इन नर्सिङ साइन्स BSN पुरा गरेको उपलक्ष्यमा म उसलाई धेरै कङ्ग्रेचुलेसन भन्न चाहन्छु। र उसको यो धैर्यता, मेहनत र हरेक समस्याहरूलाई एक गरेर समाधान गर्ने क्षमता, विषम परिस्थितिहरूमा पनि कहिल्यै हार नमान्ने क्षमता र उसले यो प्राप्त गरेको सफलता, यी सबै देख्दा मलाई के लाग्छ भने हामीले समस्या पर्यो भनेर केही पनि गर्न सकिएन, अथवा आफैलाई नियन्त्रण गर्न सकिएन भने हामी आफै पनि गम्भीर दुर्घटनातिरहरू जान्छौँ। तर उसले ती सबै कुराहरूलाई नियन्त्रण गर्दै, मेहनत गर्दै सफलता हासिल गरेको छ। आउनुहोस् तपाईँ हामी सबैजना मिलेर त्यो मेरो साथीलाई, जो यो आउने शनिबार ब्याचलर्स इन नर्सिङ साइन्सको ग्रेजुएसन गर्छ, उसलाई कङ्ग्रेचुलेसन भनौँ। तपाईहरुलाई धेरै धन्यवाद छ यो छोटो भिडियो सुनिदिनु भएकोमा। धन्यवाद।